एउटा गन्तव्यबाट हामी अर्को गन्तव्य जाँदैछौँ। ओए हामी कहाँ जान र? कहाँबाट कहाँ जाने रे? बस मसु This is something unexpected. Oh my god. देखो औँठी लाग्यो किन भेगले ओ मैले नि बिर्सेछु नि आज हो उले लगाएछ छुटेर आज बोला न हो कस्तो माया लगाउनु लाग्यो एक वचन बोला सजिन पर्यो अहिले बे बच्चान मुदै हो र ओए पुरी हान्दै त उसलाई अस्ट्रेलिया खान शंका हो खाऊ न मिठो हुन्छ कस्तो छ दामी छ शार्दुल अनि यो किराहरु चाहिँ ठिकै छ भयो गाइजहरु जनावरहरु आफ्नो पेट पाल्नको लागि वन जंगल स्वच्छ वातावरण बनाऊ ओके जंगली जनावरहरु तुमने सॉरी ला आई एम वेरी सॉरी हैन हाँसेको थियौ नि त हामी घरले यस्तो हुन्छ दोस्तहरु पहिला चलो दोस्तहरु पहिला हाँस्छन् अनि त्यो उठाउँदैन उठाउन त हामी तल थियौं नत्र आइहाल्थ्यौं आयो त्यही अन द स्पट हाँस्छ नि ल 30 भएको भए म उडेर आउँथे के भएको भए 30 मुभी हेरे हैन Oh my god, Jong. Guys, be careful. Arbik! जंगलमा एक्लै नहिन भन्दैछु सबैलाई एउटा बान्दर पुगिसक्यो अर्को बान्दर उता छ फेरि घर नम्बर 915 हो यस्तो गर्नु भएन यहाँ क्यामेराम्यान फोकस यो हरेक ठाउँमा यस्तै छ यस्तै हो लुक्छ तपाईहरुले यसरी खानु भयो भने यसरी ब्यागमा राख्नु होला यस्तो छरेर नफाल्दिनु होला डस्टबिन जहाँ छ त्यही मात्र जम्मा गर्दिनु होला कृपया हरेक ठाउँमा यस्तै छ यो घुम्न आउने ठाउँ हो कि कता पेट हो थाहा छैन गाइजहरु हेर्नु हामीलाई एकदमै यो घुम्ने ठाउँ जस्तो पनि लाग्दैन फोहोरले गर्दा अनि फेरि यहाँको डस्टबिनहरु पनि डस्टबिनको पनि म्यानेजमेन्ट राम्रो छैन किनकि डस्टबिन भएको ठाउँमा डस्टबिनै छैन अनि त्यो डस्टबिन भएको ठाउँको त्यो साइन भएको ठाउँमा चाहिँ वरिपरि फोहोर मात्र छ के भयो तिम्रो के हरायो हरायो त दर्शनले सामान पाउँछ नि क्या
यहाँ चाहिँ त्यस्तो खासै रहेन रहेछ तर बाहिर बाहिर छ भित्र फेरि थप थप बन्द गर न कपिराइट लाग्छ गाइजहरू गीत बन्द गर न गुड भयो दर्शनै साधो भयो गुड दुई चार शब्द मेरो के अरे दराजवालाले अहिले फोन गर्यो अब घरमा कोही पनि छैन रमाइलो छ ट्रेकिङको भन न ट्रेकिङको हिँड्दा आउँदा ऊ कति धेरै बोल्दै थियो अहिले एउटा वर्ड निक्ले छैन म तँ पखन अहिले बोलिहाल्छु अहिले बोल्न थालेछ हेर्दै जाउँ न दुई चार शब्द नबोल्ने एनिथिङ सिए पढ्नु पर्छ नो एनिथिङ आई एम भेरी भेरी एक्साइटेड भन्छ होला अरू साह्रो उकालो हो सिडीको बाटो हेर न आओ साधु हाइकमा यतिको चाहिँ हुनुपर्छ कस्तो कालो तल नि मान्छे आउँदैछ गीत बजाउँदै दिस इज द फाइनल भ्यू गाइज दिस इज द फाइनल भ्यू यहाँबाट अलिकति माथि जानु मेरो फोनको ब्याट्री सक्यो सो दिस इज द भ्यू गाइज It's worth it. कति अगाडि गइसके दुईजना अरू चाहिँ पछाडि आउँदैछ यस हात दौडेर ओ लिमिट 15 मिनटको पुग्यो ल सो यहाँबाट चाहिँ होइन यहाँ तल देखिया छ भने छ छैन भने छैन काठमाडौँ यहाँ छ है अनि उ त्यहाँ हिमाल पनि कता कता देखिरहेको रहेछ है पखन मेरो क्यामेराले भेट्दै ए बादलले छेक्यो बादलसँग हामी सिङ्गल भिडाउँला यसरी हाई लेभलमा छौँ होइन अनि त्यसपछि पखन यहाँ भनिसक्नु त्यो अनि त्यो चाहिँ यहाँनिर यो चाहिँ अब कुन बजार हो कुन जिल्ला हो थाहा छैन यहाँनिर है अनि पखाना भिडियो बनाउँदेऊ खै यो लौरो देऊ तिमीले त्यति नै हिँड्नु छ भने लौरो देऊ अब हल्का भ्यू हेरेर एकछिन बसेर हामी ओर्लेको यो चाहिँ अर्को साइड हो थाहा भएन कता हो माइ गॉड के अरे त्यहाँ चाहिँ हामी एकछिन नै बसेनौँ एकछिन बस्छौँ गर्मी थियो सो हामी निक्ल्यौँ नेचर जहाँ गए पनि ब्युटिफुल छ त्यहाँ तल चौर छ यहाँ त्यहाँ जान्छु अब चाहिँ भेट्छ कि जस्तै एउटा डाँडो झऱ्यो मम्मी लगे हेर्नुहुन्छ मम्मीले नि तपाईँको छोरी यहाँ कति धेरै डाँडो चढिसके
फेरि घर आएर खुट्टा दुख्यो भने गाली गर्नुहुन्छ नगर्नु ल र ओ टाइम कति भयो ए होइन होइन टाइम कति भयो पुग्ने रहेछौँ टाइम उसलाई सोध न मसँग 350 हाम्रो 7 घन्टा पुग्यो हाइट बाँकी छ खाना के नखाएर आएको यस्तो खानु मोजा खोल्दा नि एकछिन सजिलो हुन्छ ए मोजा जुत्ता खोल्नु पर्यो निकाल फर्स्ट चाहिँ ओके सो यो भ्यू छ है डेफिनेटली डाँडो पनि चढ्नु पर्दैन यो पनि झनै राम्रो सुनजाया त्यहाँ छ हामी अब आधो बाटो झरिसक्यौँ होइन 75% भयो अब आधा घन्टा ओए नदौड्या अब तल गएर बसेर फेरि प्लेलिस्ट मिलाउँछ ओए सायद भनेको मान न हुलिया खराब भइसक्यो कता अझै